ल सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है, भिडियोलाई मन पराइदिनु होला। के छ हजुरहरूको राय सुझाव पनि दिन सक्नुहुनेछ है। मेरो चाहिँ भर्खर स्टार्टिङ हो होइन, काहीँ कतम गल्ती भएछ भने हजुरहरूले कमेन्टमा भनिदिनु होला है त। हस् त, धन्यवाद। हेलो, वेलकम ब्याक माई युट्युब च्यानल क्रेजी राज भ्लगमा। फाइनली आज चाहिँ म अफिसबाट बाहिर निस्किसकेको छु। आज होलीको छुट्टी छ, त्यही भएर आज म घुम्न भनेर यसो निस्किरहेको छु। कहाँ जाने के गर्ने त्यस्तो केही प्रि प्लानिङ चाहिँ छैन, तर पनि म आज निस्किसकेको छु। कहाँसम्म पुग्छु हजुरहरूलाई त्यसमा देखाउने छु। र आज म एक्लै छु, साथीहरू पनि कोही जान आउनु मान्नु भएन, त्यही भएर एक्लै बाटोमा है लखर है, नेपाली हो नि त, एक्लै लखर केही प्रवाह नगरेर यताउता हेर्दै गल्ली हिँड्दैछु। अब कहाँसम्म पुगिन्छ के गरिन्छ भन्ने कुरा हजुरहरूलाई म देखाउने छु होइन। तर पनि रमाइलो छ, गर्मी छ, शीतल छ है, घरि घाम लागिरहेको छ, चक्को घाम छ, घरि शीतल छ, रमाइलो मौसम पनि छ, ठिकै छ आजको मौसम। यस्तै छ हेर्न सक्नुहुन्छ तपाईँहरू। टक्क पाल नदीको हिँडिरहेको छ आफ्नै तालमा है। र म के गर्छु कसो गर्छु भनेर तपाईँहरूलाई देखाउने छु। तपाईँहरू अन्तिमसँग मेरो भिडियोमा रहिदिनु होला है। फर्स्टमा चाहिँ म यहाँ चिया पसलमा आएको छु होइन। टक्क बाटो हिँडिरहेको थिएँ, चिया कहाँ खानु मन लाग्यो क्या, त्यही भएर टक्क चिया पसलमा आयो होइन। भित्र आएर पसेको त फेरि मेरो फेभरेट दुनोट देखेँ क्या, र चिया दुनोट खाऊँ भनेर बसिरहेको छु अहिले चाहिँ होइन। टक्क यसलाई दुनोटलाई कसरी खानुपर्छ भने नि टक्क चिया लिने होइन, दुनोट च्वाक्क चोर्ने है, अनि क्वाप्पै क्या यस्तो दामी हुन्छ नि। मेरो फेभरेट क्या, सानोदेखिको बच्चादेखिको प्रायः मनपर्छ होइन। टक्क चिया दुनोट खाइसकेपछि चाहिँ म टक्क अब यहाँ अगाडि हाइवे छ है, टक्क गाडी चढेर म घुम्न जाँदैछु है। कहाँ जान्छु के गर्छु त्यो चाहिँ मलाई थाहा छैन होइन। आई डोन्ट नो। तपाईँहरू हेर्दै गर्नु होला, मसँग रहिरहनु होला, मेरो भिडियो हेर्दै गर्नु होला ल। आइपुगेको छु है। यहाँ अब कोटेश्वरमा आएर म यसो घुम्नेछु एकछिन है, कता हुन्छ के देख्छु म सबैको भिडियोहरू बनाउने छु है, भ्लग बनाउने छु अनि देखाउने छु हजुरहरूलाई। र अहिले चाहिँ म कोटेश्वर यहाँ छेउमा, यहाँ एयरपोर्ट नजिकै पछाडिबाट आइरहेको छु। यहाँ तपाईँहरूलाई देखाउँछु, म प्लेनहरू पनि उडेकोहरू देखाउँछु ल। यहाँ देख्न सक्नुहुन्छ प्लेन, यहाँनिर देख्न सक्नुहुन्छ घुम्दैछ। अलिक क्लियर चाहिँ आउँदैन रहेछ, त्यही पनि परैबाट खिचिया छु, त्यही भएर क्लियर अलिक आउँदैन रहेछ, अलिक मजा सक्नुहुन्छ। यहाँ चाहिँ प्लेन ल्यान्डिङ गर्न आँटेको छ, ल हेर्न सक्नुहुन्छ प्लेन ल्यान्डिङ गर्न तर्खरमा छ। यहाँ सक्नुहुन्छ प्लेन ल्यान्डिङ गर्ने तर्खरमा छ, ल हेर्न सक्नुहुन्छ प्लेन ल्यान्डिङ गर्न आँटेको छ, हेर्न सक्नुहुन्छ प्लेन ल्यान्डिङ हुन आँटेको छ यहाँनिर, हेर्न सक्नुहुन्छ। निकै रमाइलो मजा भइरहेको छ है। एक्लै भए तपाईँ क्या फिल भइरहेको छ है, एकदम रमाइलो। घाम भए तापनि केही प्रभाव नगरिकन एकदम रमाइलो फिल, आनन्द भइरहेको छ आज है। यो चाहिँ अहिले भक्तपुर जाने बाटो, भक्तपुर जाने हाइवे हो। एकदम बाक्लो सवारी साधन कुदिरहेछन्, बाटोहरू सुन्दर छ है, एकदम रमाइलो फिल भइरहेको छ आज। कहीँ आकाश ढुङ्गे जस्तो पानी पर्ला जस्तो पनि भइरहेको छ। अब लुगा धोएर आएको थिएँ अफिसमा, खै अब कसले उठाइदिने हो। म चाहिँ आज घुम्ने कार्यक्रममै व्यस्त छु। फेरि लुगा सुकेन भने भोलि बिजोग हुन्छ, भोलिदेखि त ड्युटी जानुपर्छ नि त, त्यही भएर गाह्रो छ। ल हेर्न सक्नुहुन्छ कति बाक्लो सवारी कस्तो राम्रो रमाइलो सडकहरू कति राम्रो सुन्दर देख्न पाइन्छ। अघि दिन चाहिँ मलाई चाहिँ तिर्खा लागिरहेको थियो, ठिक्क आमाले पानी खाऊ नाति भन्दै आउनुभयो, कति मजाले आमाले कति नरम भाषामा माथि तिर्खा लागिरहेको थियो। आमा चाहिँ मुस्कान दिइराख्नु भएछ, पानी खाउन नाति भन्दा चाहिँ आमाको चाहिँ एक बोतलमा पानी खान गइरहेको छु, किनिदिन गइरहेको छु है। तिर्खा पनि लास्ट लागिरहेछ, च्यापच्याप भइरहेछ, गर्मी पनि छ नि त लास्टै। आमा कसरी हो पानी एक बोतलको? 25 हो। ल एउटा दिनुहोस् न त मलाई ल। हस् त।
आज चाहिँ लास्ट गर्मी छ क्या आम्मा घाम पनि के साह्रो लागेको लास्टै गर्मी भइसक्यो तर पनि रमाइलो फिल भइरहेछ गर्मी भए तापनि त्यति साह्रो दुःख कष्ट चाहिँ छैन है रमाइलो भइरहेछ र बस्ने ठाउँ खोज्दै हिँडेको फाइनली बस्ने ठाउँ पनि भेटिहालेँ अब बसेर एकछिन गफ हानौँ न भनेर बस्ने ठाउँ खोज्दै हिँडेको ठ्याक्क भेटिहालेँ अझै संसारमा चाहिँ सबसे फेमस चाहिँ कुरा भनेको इम्पोर्टेन्ट भनेको गफै रहेछ क्या गफ हान्न सक्यो भने चाहिँ हरेक कुरा हुँदो रहेछ जब केटा र केटीको लभ पर्छ है इलु परेको बेला पनि गफै इम्पोर्टेन्ट हुँदो रहेछ क्या केटाले भन्छ केटीलाई यदि तिमी र म भेटौँ न भन्ने जस्तो कुरा गर्छ अनि केटीले चाहिँ म भ्याउँदिनँ भन्छ अनि त केटाले फेरि आऊ न आऊ 5-6 मिनट मात्रै गफ मात्रै गर्नुपर्छ भन्छ अनि त केटीले चाहिँ फेरि अनि त्यसो भने ठिकै छ नि त म आउँछु गफ गर्न मात्रै हो भने 5 मिनट आउँछु नि त है भन्छ है त्यसो हुनाले चाहिँ गफ चाहिँ कस्तो भने मान्छेको चाहिँ अहिले मोस्ट इम्पोर्टेन्ट क्या एकदम इम्पोर्टेन्ट छ गफ हान्न सक्यो भने सबै कुरा राम्रो सबै कुरा आफ्नो जस्तो हुन्छ क्या र अलिक गफ पनि हान्न सक्नु पऱ्यो हरेक कुरामा है हरेक कुरा देखाउन सक्नु पऱ्यो गफले है अलिक प्रुफ पनि हुनु पऱ्यो गफ चाहिँ फेरि त्यत्तिकै गफ मात्रै हानेर हुँदैन गफ हानेर मात्रै त हुँदैन नि त हरेक कुरामा प्रुफ पनि दिनुपर्छ तर के कस्तो लाग्छ भने पैसा पछिको इम्पोर्टेन्ट चाहिँ गफ जस्तै लाग्यो क्या गफ हान्न सक्यो भने हरेक कुरा आफ्नो हुँदो रहेछ र अनि सबै केटाहरूले साथीहरूले पनि मलाई चाहिँ कस्तो भन्थ्यो भने त क्या गफ हाडे त हाउडे आमामा क्या गफ हान्न सकेको भन्थ्यो क्या त्यही भएर मैले पनि एउटा युट्युब च्यानल खोलौँ न त गफै त हो हानिदिनु पऱ्यो भनेर चाहिँ र युट्युब च्यानलमा चाहिँ गफ हान्नु पऱ्यो भनेर युट्युब च्यानल खोलेको अलिक गाह्रै हुँदो रहेछ सुरुमा त गफ हान्न पनि मान्छेको छेउमा भिडभाडमै आउनुपर्ने गर्नुपर्ने हरेक कुरा देखाउनु पर्ने सेयर गर्नुपर्ने अप्ठ्यारो त अप्ठ्यारो हुन्छ तर पनि अब त बानी परिसक्यो है अब लास्ट केही छैन सबैजना यस्तै त हो बनाउने ओर्ने सबैजनाले बनाउँछ नि जाँदा त अहिले त चलन चल्ती फेमसै भइसकेको छ यो स्टाइलै भइसक्यो होइन र गफ भनेको चाहिँ कस्तो हुँदो रहेछ भने पहिलेको बुढापाकाहरूले भन्नुहुन्छ नि बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भन्नुहुन्छ साँच्चै त्यो चाहिँ हो रहेछ क्या मान्छेको जीवनमा चाहिँ खास त्यो चाहिँ इम्पोर्टेन्ट रहेछ त्यो चाहिँ हुँदो रहेछ जस्तो लाग्न थालेछ मैले चाहिँ भोगेको अनुभव गरेको कुराहरू है गफ छ भने हरेक कुरा हेर्नु गफ छ भने यो घर पनि मेरै हो भन्नु पनि सक्यो होइन तर गफ हान्न सक्नु पऱ्यो है अलिक स्टाइलिस हुनु पऱ्यो ड्रेसअप हुनु पऱ्यो चस्मासँग टक्क अगरा बगरा लाएर नि टक्क हिरो पन्थीमा टक्क आएर चाहिँ यो घर मेरो हो टक्क केटाहरूलाई गफ हान्दियो होइन अनि सबैले विश्वास गर्ने क्या गफै ठुलो जस्तो लाग्छ गफ भयो भने हरेक कुरा गर्न सक्दो रहेछ भाषण गर्ने गफ चाहिँदो रहेछ क्या हरेक कुरा ढाक्न छल्न गफ यताउता हुन्छ नि हरेक कुरामा त्यही भएर मोस्ट इम्पोर्टेन्ट गफ जस्तो लाग्न थालेको छ है मलाई